हेलो गाइज वेलकम छ सबैजनालाई मेरो मिनी ब्लगमा। म मान्छे चाहिँ गोपासी नै हो है। आजको यो मेरो काम हेर्दै पनि जानु र मेरो कुरा सुन्दै पनि जानु होला। तपाईहरुलाई यस्तो लाग्छ कि लाग्दैन, तर मेरो मनमा चाहिँ नाना थरीका कुरा आइरहन्छ है बेला बेला आफ्नै जिन्दगीलाई लिएर। कहिले पुरै राम्रा कुराहरू आउँछ, कहिले चाहिँ नराम्रो कुराहरू आउँछ। के मेरो जिन्दगी यही हो त? मैले जिन्दगी पूर्ण रूपमा जिएको छु त? यस्ता यस्ता कुराहरू खेल्छ अनि अन्तिममा चाहिँ पुरै निष्कर्ष निक्लिन्छ अनि फेरि पर्छु म त फेरि। पहिला म सानो हुँदाखेरि चाहिँ मेरो मम्मीलाई भन्नुहुन्थ्यो कि जिन्दगी जिउन कहाँ सजिलो छ र। त्यो बेलामा चाहिँ मैले बुझ्दिनँ थिएँ नि त, त्यही भएर मलाई लाग्थ्यो यो मम्मीले किन यस्तो भन्नुभएको होला, बल्ल बल्ल पाएको यो जिन्दगी मलाई त पूर्ण रूपमा जिउनु छ, म त के गर्नु छ, अझै म ठुलो भएकै छैन, भर्खर सानो छु, मजाले पुरै जिन्दगी जिउनु छ। मलाई मेरो साथीहरूसँग खेलेर पनि पुगेको छैन, सँगै गोठालो गएर पनि पुगेकै छैन। अनि त्यति मात्र कहाँ हो र, मलाई त धेरै पढ्न पनि मन छ, मलाई त पढेर पुगेको पनि छैन भन्थे है त्यो बेलामा। अनि मम्मीलाई फेरि के भन्थे भने चाहिँ त्यति नआत्तिनु है मम्मी आफ्नो जिन्दगीलाई लिएर, पछिका दिनहरूमा त म तपाईँलाई आत्तिनै दिन्न मम्मी भन्थे। त्यो हाम्रा आमा छोरीका मिठा रमाइला गफ हुन्थ्यो है। घाँस दाउरा गर्न जाँदाखेरि त्यति मात्र नभएर हाम्रो ब्रोइलर पालेका थियौँ, ब्रोइलरलाई दाना पानी गर्दाखेरि, खेतालो जाँदाखेरि आली कुना गर्नुपर्थ्यो, त्यतिखेर मम्मीसँगै म पछि पछि जान्थेँ के। त्यही भएर त मलाई सबै काम आउँछ, टपरी लाउनदेखि लाएर रोटी बेल्नदेखि लाएर अनि चामल केलाउनदेखि लाएर पाहुनाको सत्कार गर्नदेखि लाएर सबै काम चाहिँ मलाई आउँछ भनौँ। तर पनि मेरी आमाले एउटै सपना देख्नुहुन्थ्यो के, त्यो बेलामा छोरीले चाहिँ धेरै पढोस् भनेर है। मलाई पनि लाग्थ्यो आमाले जानेका यी सबै काम मैले जानेको छु, त्यही पनि मम्मी खुसी हुन्न कि मैले यति जानेपछि मेरो जिन्दगी चल्दैन र भन्थे है। अनि मम्मीलाई पनि सोध्थेँ, मम्मीलाई बेला बेला सोध्थेँ, मम्मी तपाईँ के खुसी हुन्न र यति धेरै काम जान्नुहुन्छ, तपाईँ जतिको त हामीले गरेकै छैनौँ, कति धेरै जाङ्रे हुन्छ, यति भए जिन्दगी चल्दैन र भनेर म मम्मीलाई क्वेसनहरू पनि सोध्थेँ है। तर आमाले मलाई एउटै जवाफ दिनुहुन्थ्यो कि अब पछि गएर हामीले जस्तो तिमीले दुःख नपाउनु भनेर हो तिमीलाई पढ पढ भनेर भनेको, पढाइको महत्त्व बुझाएको भनेर भन्नुहुन्थ्यो होइन। सायद त्यही शिक्षाले गर्दा पनि होला मैले आजसम्म आइपुग्दाखेरि मैले कुनै मेरो जिन्दगी देखेर बोझ पनि लाग्दैन, म सबै सहन सक्छु जस्तो मलाई लाग्छ। मलाई जिन्दगीको कुनै खास पल चाहिँदैन, म ती सबै पललाई खास पनि बनाउँछु। सायद त्यो शिक्षाको माध्यमले पनि होला। त्यसैले म सबैजनालाई के भन्न चाहन्छु भनेपछि शिक्षा चाहिन्छ, अझ शिक्षामा पनि संस्कार बहुत चाहिन्छ। हुन त म भाग्यमानी हो, त्यसै पनि मसँग सबै चिज छ, मसँग आमा बाबा सबै माया गर्ने फ्यामिलीहरू हुनुहुन्छ। त्यति मात्र नभएर त्यस पछाडि पनि म जुनसुकै समस्याको समाधान हल गर्न सक्छु भन्ने जस्तो पनि लाग्छ भने त्यो एकमात्र हिम्मत दिने भनेको शिक्षा हो।